हाई एभ्रिवान, हजुरहरू सबैजनालाई स्वागत छ मेरो मिनी भ्लगमा। यो चाहिँ मेरो फर्स्ट मिनी भ्लग रहेको छ। अनि आज चाहिँ हामी च्याउ टिप्न जान लागेको हो। हिजोदेखि एकदमै पानी परिराखेको भएर बाटोको हालत त हेर्नु न साथीहरू, यस्तो पो छ त। अनि बेसीतिर पनि एकदमै कुहिरो डम्म लागिरहेको थियो, केही देखिरहेको थिएन। अनि बर्खाको बेला, त्यही माथि गाउँघरको बाटो नि त साथीहरू। अनि झ्याडी त्यस्तै, पानी परेपछि पानी जम्मा भएर हिलो त्यस्तै। अनि हामी चाहिँ च्याउ टिपेर पनि माथि रोड निस्किसकेको थियौँ कि साथीहरू। अनि मैले चाहिँ च्याउ टिपेको भिडियो गर्नै भुलेछु। अनि यो पुरै जङ्गल चारेको हामी चाहिँ आज। अनि यहाँदेखि तल पनि एकदमै जङ्गल छ नि त। अनि त्यो जङ्गलहरू पनि पुरै चारेको। च्याउ चाहिँ खासै भेट्टाएन। मैले चाहिँ आज यति मात्र च्याउ भेट्टाएँ। अनि नखाने च्याउ त फेरि कति हो कति के है, अब नखाने च्याउ ल्याउनु भएन। अनि खाने च्याउ चाहिँ खासै भेट्टाएन। अनि हामी चाहिँ पुरै जङ्गल चारेको हुँदा चाहिँ एकदमै थकै लागेको, पानी तिर्खा पनि लागेको थियो नि त। अनि त्यसपछि हामी चाहिँ घर जान लागेको थियौँ। अनि यो उकालो हेर्नु न, फेरि थकै लागेको बेलामा। अनि यो बाटो चाहिँ फेरि हामी पहिला बेसी हिँड्ने बाटो हो कि साथीहरू। अनि अहिले चाहिँ यतापट्टि सबैले छोडिसक्नु भयो नि त खेत गर्नलाई। अनि यो बाटो चाहिँ धेरै भएको थियो नहिँडेको। अनि धेरै पछि आज हिँडेको। चिप्लो हेर्नु न, लेउ कस्तो लागेको छ है, धन्न घाम लागेर लेउ चाहिँ ओभायो। अनि हेर्नु न, डाँडा काँडा कति राम्रो देखेको छ, हरियाली यतिखेर है, एकदम राम्रो देखेको छ। अनि मैले चाहिँ त्यहीँनिर फेरि पड्के च्याउ खोजेँ कि साथीहरू। पड्के च्याउ कतिले चिन्नुहुन्छ, कतिले चिन्नुहुन्न होला है। अनि हामी चाहिँ यसलाई माटोमुनि पाइन्छ नि त। अनि यसलाई चाहिँ हामी पड्के च्याउ भन्छ। अनि हामीले चाहिँ धेरै भेट्टाएन साथीहरू। अनि यतापट्टि पनि मैले खोजेँ। अनि तपाईँहरूले कतिले चिन्नुहुन्छ, कतिले चिन्नुहुन्न होला है यो च्याउलाई। अनि हामी चाहिँ यता आएर बसिराखेको थियौँ। अनि यो चाहिँ मेरो मम्मीले टिप्नु भएको च्याउ हो कि साथीहरू। अनि त्यो चाहिँ मैले टिपेको। अनि हामी चाहिँ घर जानको लागि लाग्यौँ घरतिर। अनि बाटो हेर्नु न, पुरै लेउ लागेर हरियै छ के, धन्न घाम लागेर सुक्यो। अनि त्यसपछि हामी जङ्गल पार गरेर आइसकेपछि यहाँ रहेको छ हाम्रो आँपको बोट। अनि हामी चाहिँ आँप झार्ने भनेर बहिनीले चाहिँ झट्टी बोकेर हिँडिरहेको थियो नि त। अनि खासै पाकेको थिएन त्यो बोटमा पनि। अनि अलिअलि कता कता पाकेको थियो, अनि अरू चाहिँ काँचो थियो कि। अनि हामीले चाहिँ भुइँमा पनि खोज्यौँ, अलिअलि भेट्टायो, धेरै त भेट्टाएन। अनि कोही काँचो कोही पाकेको गरेर भेट्टाएको थियो कि साथीहरू। अनि त्यो चाहिँ काँचो थियो मैले टिपेको। अनि फेरि अर्को ठाउँमा पनि हेरेँ। अनि त्यहाँ चाहिँ मैले पाकेको आँप भेट्टाएँ कि साथीहरू। अनि त्यसपछि मैले फेरि अर्को ठाउँमा पनि हेरेँ। अनि त्यहाँ पनि मैले पाकेको आँप भेट्टाएँ।